वर्षदेखि नभएको काम सरकारले 100 दिनमै गरेपछि सबै सुकुम्बासीलाई वर्षौंदेखिको दुःख बिर्साउने भन्दै रवि लामिछानेको बलियो साथ। यति लामो समयमा पटक पटक विभिन्न अभ्यासहरू भएका भन्ने यसमा नागरिकहरूलाई दुःख भएन म भन्दिनँ, तर अन्तमा राम्रो हुनुपर्ने एउटा हुन्छ नि, त्यसको रिजल्ट राम्रो आइदियो भने अहिलेको दुःख अहिलेको पीडा बिर्सिने ठाउँ हुन्छ होला। मलाई दुःख भएन म भन्दिनँ, उहाँहरूलाई पक्कै पनि दुःख भयो होला। भोट बैंक मात्र बनेका सुकुम्बासीहरूको समस्या समाधानदेखि सहकारी पीडितहरूको बचत फिर्ताको सुखद सुरुवात, कमी कमजोरी भविष्यमा नदोहोरिने गरी काम गर्ने रविको प्रतिबद्धता, सुशासन, डिजिटल सेवादेखि होम डेलिभरीसम्म जनताको सेवामा सरकारको 100 दिने सफल पाइला। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले वर्तमान सरकारको सुरुवाती 100 दिन आम नागरिकका लागि सम्बोधन गर्ने र सुशासनको जग बसाल्ने सवालमा निकै सफल रहेको बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रम तथा सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले सुशासनलाई मुख्य प्राथमिकतामा राखेर तत्काल देखिने खालका सकारात्मक नतिजाहरूमा निरन्तर काम गरिरहेको उल्लेख गरे। विशेष गरी आम नागरिकको बढी भिडभाड हुने र सेवा लिने ठाउँहरूलाई लक्षित गरी डिजिटल प्रणाली, होम डेलिभरी तथा कम झन्झटिलो सेवा प्रवाहको सुरुवात हुनुले सरकार नागरिक प्रति कति जिम्मेवार छ भन्ने स्पष्ट पारेको उनको भनाइ छ।